एक वर्ष बित्यो आमा, तर समय रोकिए झै छ। तपाईको हाँसो बिना यो घर सुनसान झै छ। भान्साको त्यो न्यानो गन्ध, बिहानको त्यो पुकार, सबै कुरा सम्झदा आज पनि भिज्छन् यी आँखा बारम्बार। तपाईले सिकाएका बाटोहरू अझै हिँडिरहेछु। तपाई प्रार्थनाहरूले नै जीवन धानिरहेछु। तर रात गहिरिँदा मनले एउटा प्रश्न सोध्छ, आमा एक पटक मात्र भए पनि फेरि भेट्न पाइन्छ। हावाको स्पर्शमा तपाईको माया भेट्छु। मौन प्रार्थनामा तपाईको स्वर सुन्छु। तारा हुनुहुन्छ तर हराउनु भएको छैन। मेरो हरेक धड्कनमा तपाई अझै हुनुहुन्छ। आमा, म तपाईलाई धेरै सम्झिन्छु, हरेक दिन हरेक पल हरेक श्वासमा। तर विश्वास छ तपाई स्वर्गमा हुनुहुन्छ, येशूको काखमा, शान्तिको प्रकाशमा। आज आँसु झर्छन् तर आशा पनि बाँच्छ। किनकि मृत्युले प्रेमलाई कहिल्यै जित्न सक्दैन। एक दिन फेरि भेट हुनेछ, त्यो दिन आउनेछ। आमा, त्यो भेटसम्म म तपाईलाई हृदयमा राख्नेछु। तपाईका हातको स्पर्श अझै सम्झनामा जीवित छ। तपाईले बोलेका शब्दहरू मनभित्र सङ्गीत छन्। जीवनका आँधीहरूमा तपाई ढाल बन्नुहुन्थ्यो। मेरो प्रत्येक हारमा पनि हौसला दिनुहुन्थ्यो। आज तपाई नभए पनि प्रेम बाँकी छ। सम्झनाको दीप अझै उज्यालो गहिबालिएको छ। ताराहरू हेर्दा लाग्छ तपाई मुस्कुराइरहनु भएको छ। स्वर्गको झ्यालबाट अर्कनाई आशीर्वाद दिइरहनु भएको छ। यदि स्वर्गतिर जाने बाटो एक क्षण खुल्थ्यो भने म दौडेर भन्थे, आमा म
म तपाईलाई माया गर्छु। तर आज यीशु कहाँ मेरो प्रार्थना यही छ, उहाँको शान्तिमा तपाईँ सधैँ रमाइरहनु भएको हो।